टपिक छ 5 वर्षको सम्बन्ध अथवा 5 वर्षको प्रेम सम्बन्ध अन्त्य भनेर भन्नुभएको रहेछ। ल अब वाचन गर्न सुरुवात गरौँ है त। 5 वर्षको प्रेम सम्बन्ध अन्त्य। तिमीलाई पहिलो पटक देखेको त्यो दिन, तिमीलाई पहिलो पटक देखेको त्यो दिन आज पनि मेरो आँखामा ताजा छ। त्यो मुस्कान जसले मेरो उदास जीवनमा बसन्त ल्याएको थियो। लासु फ्याफुला नमस्कार नमस्ते छ्याज्यालो झोडले जोजो लाप्पा सबै थोक भन्न चाहन्छु। यहाँहरू सम्पूर्णलाई फेरि पनि आज अर्को भिडियोमा फेरि पनि स्वागत गर्न चाहन्छु। एकजना साथीले फेरि पनि जुन पहिलाको भिडियो मन परिसके पछाडि फेरि एकजना साथीले मलाई उहाँको 5 वर्षको सम्बन्ध अथवा 5 वर्षको प्रेमको अन्त्य भन्ने टपिक चाहिँ उहाँले मलाई आफ्नो लभलाई चाहिँ नि पोइममा परिणत गरेर शब्दहरू लेखेर पठाउनु भएको छ। म सक्दो र हैन मैले एउटा भाइब्स अथवा एउटा उहाँको मनको जुन उहाँले 5 वर्षसम्म प्रेममा देखेको सपनाहरू उहाँले झेल्नु भएको उहाँको मायामा आएका ती लाइक भनौँ न अब 5 वर्षसम्ममा सायद कति धेरै उत्ताप चढावहरू आयो होला, कति समस्याहरू आयो होला, के कारणले छुट्यो होला, त्यो सबै कुरा उहाँले लेखेर पठाउनु भएको रहेछ। म एकपल्ट वाचन गरेर सुनाउने छु। कृपया सबैजनाले सुनेर साथ दिनुहोला र यो भिडियो हेरिसकेपछि सबैजनाले प्रतिक्रिया पनि दिनुहोला। टपिक छ 5 वर्षको सम्बन्ध अथवा 5 वर्षको प्रेम सम्बन्ध अन्त्य भनेर भन्नुभएको रहेछ। ल अब वाचन गर्न सुरुवात गरौँ है त। 5 वर्षको प्रेम सम्बन्ध अन्त्य। तिमीलाई पहिलो पटक देखेको त्यो दिन, तिमीलाई पहिलो पटक देखेको त्यो दिन आज पनि मेरो आँखामा ताजा छ। त्यो मुस्कान जसले मेरो उदास जीवनमा बसन्त ल्याएको थियो, जसले मेरो उदास जीवनमा बसन्त ल्याएको थियो। बिस्तारै कुरा हुन थाल्यो, मन नजिकिन थाल्यो, बिस्तारै कुरा हुन थाल्यो, मन नजिकिन थाल्यो र एक दिन थाहा नै भएन तिमी मेरो बानी बनिसकेको थियो। 5 वर्ष सामान्य समय होइन, 5 वर्ष सामान्य समय होइन, त्यो त हजारौं सम्झनाहरूको संसार थियो जहाँ हामीले सँगै हाँस्यौँ, सँगै रोयौँ र भविष्यका सुन्दर सपना बुनेका थियौँ। त्यो त हजारौं सम्झनाहरूको संसार थियो जहाँ हामीले सँगै हाँस्यौँ, सँगै रोयौँ र भविष्यका सुन्दर सपना बुनेका थियौँ। तिमी रिसाउँदा म फकाउँथे, म हार्दा तिमी साथ बन्थ्यौ। तिमी रिसाउँदा म फकाउँथे, म हार्दा तिमी साथ बन्थ्यौ। हामीलाई लाग्थ्यो यो सम्बन्ध कहिले टुट्ने छैन, हामीलाई लाग्थ्यो यो सम्बन्ध कहिले टुट्ने छैन। तर समय सधैँ एउटै रहँदैन रहेछ, तर समय सधैँ एउटै रहँदैन रहेछ। बिस्तारै हाम्रो माया शब्दमा सीमित हुँदै गयो, बिस्तारै हाम्रो माया शब्दमा सीमित हुँदै गयो। पहिले घन्टौँ बोल्ने हामी अब केही मिनेटमै चुप लाग्न थाल्यौँ। पहिले घन्टौँ बोल्ने हामी अब केही मिनेटमै चुप लाग्न थाल्यौ। तिमी बदल्यौ कि परिस्थिति बदलियो, तिमी बदल्यौ कि परिस्थिति बदलियो, म आजसम्म बुझ्न सकिनँ। तर यति चाहिँ सत्य हो, हाम्रो बिचको दूरी एक दिन यति बढ्यो कि माया भएर पनि हामी अपरिचित भयौँ। तर यति चाहिँ सत्य हो, हाम्रो बिचको दूरी एक दिन यति बढ्यो कि माया भएर पनि हामी अपरिचित भयौँ। आज तिमी अर्कैको बाटोमा छौ, आज तिमी अर्कै बाटोमा छौ, म अझै तिम्रो सम्झनाको मुडमा रोकिएको छु। आज तिमी अर्कै बाटोमा छौ, म अझै तिम्रो सम्झनाको मुडमा रोकिएको छु। रातको त्यो शान्त अँध्यारोमा तिम्रो आवाज खोज्दै म अझै झस्किन्छु। रातको त्यो शान्त
रातको त्यो शान्त अँध्यारोमा तिम्रो आवाज खोज्दै म अझै झस्किन्छु। तिमीसँग बिताएका ती साना पलहरू, हात समातेर हिँडेको बाटो, आँखामा आँखा राखेर गरेका बाचा सबै आज याद बनेर मुटु पोल्छन्। तिमीसँग बिताएका ती साना पलहरू, हात समातेर हिँडेको बाटो, आँखामा आँखा राखेर गरेका बाचा सबै आँखामा आँखा राखेर गरेको बाचा सबै आज याद बनेर मुटु पोल्छन्। सायद हाम्रो प्रेम गलत थिएन, गलत त समय थियो जसले दुई साँचो मनहरूलाई सँगै रहन दिएन। सायद हाम्रो प्रेम गलत थिएन, गलत त समय थियो जसले दुई साँचो मनहरूलाई सँगै रहन दिएन। तर हामीलाई दोष दिन्न म, किनकि तिमीले मलाई माया गर्न सिकायौ, कसैलाई आफ्नो संसार बनाउन सिकायौ। तर म तिमीलाई दोष दिन्न म, किनकि तिमीले मलाई माया गर्न सिकायौ, कसैलाई आफ्नो संसार बनाउन सिकायौ। आज सम्बन्ध सकिएको छ, तर तिमीप्रतिको सम्मान कहिले सकिने छैन। आज सम्बन्ध सकिएको छ, तर तिमीप्रतिको सम्मान कहिले सकिने छैन। यदि कुनै दिन तिमीले मलाई सम्झ्यौ भने, यदि कुनै दिन तिमीले मलाई सम्झ्यौ भने, यति मात्र सम्झनु, कसैले तिमीलाई साँचो मनले 5 वर्षसम्म धेरै माया गरेको थियो। यदि कुनै दिन तिमीले मलाई सम्झ्यौ भने, यति मात्र सम्झनु, कसैले तिमीलाई 5 वर्ष यदि कुनै दिन तिमीले मलाई सम्झ्यौ भने, यदि कुनै दिन तिमीले मलाई सम्झ्यौ भने, यति मात्र सम्झनु, कसैले तिमीलाई साँचो मनले 5 वर्षसम्म यति धेरै माया गरेको थियो। यदि कुनै दिन तिमीले मलाई सम्झ्यौ भने, यति मात्र सम्झनु, कसैले तिमीलाई साँचो मनले 5 वर्षसम्म धेरै माया गरेको थियो। वाह! सायद यति लेख्दाखेरि उहाँलाई कति गाह्रो भएको थियो होला, हैन? कति आँसुहरू चुहेको थियो होला, कति मन पोलेको थियो होला। तर मैले त 5 मिनटमै अथवा भनौँ न 5-6 मिनटमै उहाँको यति 5 वर्षको सम्बन्धलाई मैले पढेर तपाईँहरू माझमा अथवा वाचन गरेर सुनाएँ। यहाँलाई कस्तो लाग्छ? सायद प्रेममा के हुनुपर्छ जस्तो लाग्छ? कृपया सबैजनाले कमेन्ट गर्नु होला। यति भन्दै यो भिडियोबाट पनि बिदा हुन चाहन्छु। बाइ बाइ।